Hello guys, it's time to say goodbye for now. अब निश्चला मम्मी र नानी चाहिँ विराटनगर आज जाने र अहिले 12:45 को फ्लाइट छ. She is now 19 days old र उसको फर्स्ट फ्लाइट 19 days old मै गर्दैछ. सबै डाक्टरको चेक जाँच सरसल्लाह अनुसार she is very fit to fly. I will miss you. I will miss your smell. I will miss your touch. I will miss your cry. See you soon. Very, very soon. My dear Anvi. Guys, हाम्रो अन्वीको सानीमा पनि आउनु भएको छ यहाँ गुड बाई भन्नलाई. के भन्न चाहनुहुन्छ? Anvi, please grow fast so that I can dress you up and go घुम्न. म चाहिँ सुत्केरी हो गाइजहरु हेर्नुस् न. अनि दिदी बहिनीको लागि चाहिँ के सल्लाह गरेर आएको? छड्के हान्न जानु भिनाजुलाई बेला बेला भनेको नि पुरा काटेर ढप्पा गर्न. हजुरआमा चाहिँ कति वर्षमा प्लेन चढ्नु भयो अरे? 58 वर्ष. 58 वर्षको उमेर हुँदा प्लेन चढ्नु भयो. अहिले चाहिँ अब हाम्रो नातिनी चाहिँ 19 दिनमा प्लेन चढ्दैछिन्. जमाना कहाँ पुगिसक्यो. 57 वर्ष 11 महिना 11 दिन अगाडि चढ्यो. मैडम रेडी हो? अब रेडी. मलाई बाई भन्न रेडी हो? होइन तिमी चाहिँ बाई भन्न रेडी हो हामीलाई? म रेडी हो. अहिले देखिन्छ को कति रेडी हो भनेर. को कति रेडी हो? ओइ मेरो चिङ्गम चोरी हालिस् नि. राख्दिनस् एउटा पनि? ले एउटा बाँकी छ. अन्वी इज नाउ 19 days old. अब म उसलाई एकैचोटि 46 days को भएपछि भेट्ने छु. कस्ती हुने हो म्याडम? सानो म्याडम सुतेको सुते हुनुहुन्छ छातीमा. हेलो. एयरपोर्ट आइसकेका छौँ. सानो स्लिपिङ अहिले. नाम के दिएको छ? बेबी इन्फेन्ट. मेरो सानो टिकट. हेलो. हामी चाहिँ बोर्डिङमा जाँदैछौँ अब. मिस यु. मिस यु बाबा. कहाँ जानुभएको मम्मी? के गर्नुहुन्छ यो मम्मी? कहाँ हिँड्नुभएको? भरतपुर. यहाँबाट बोर्डिङ गर्ने हो नि. ल सानो भरे भिडियो कलमा हेर्छु. ल सी यु. हात फु गर्नुपर्छ नभए चाहिँ सातो जान्छ अरे सँगै. त्यही भएर चाहिँ म हात फु गर्न आँट्दैछु छोरीलाई. बाई. सरी. बस नम्बर छ. यो तपाईँहरूको कसैको ब्याग हो? अरू 5 जना बाँकी हुनुहुन्छ है. नमस्ते. 16 नम्बरमा है हजुर. राइटमा यहाँबाट 2टा सिट हुनु अनि बस्नु होला है. नमस्ते. 16 नम्बर है हाम्रो 2टा सिट. ल हाम्रो चाहिँ एयर ट्राफिक होल्डको कारणले गर्दाखेरि हामी चाहिँ होल्डमा छौँ. बेबी स्लिपिङ. अलिकति फिड गरेर अहिले फेरि सुतिरहेको छ. बेबीको कानमा रुवा हालिदिइसकेको छ गर्मी भएर. विराटनगरको वेदर चाहिँ के होला. ल इट्स टाइम टु टेक अफ. बेबी फिड गरिरहेछ.
traveling with Hanumanji. Hanumanji and Shanu traveling. गर्मीले आलस तालस भएपछि चाहिँ सुत्दै छ। हामी चाहिँ विराटनगर ल्यान्ड भयौँ। मेरो छोरीलाई गर्मीले बिचरालाई आलस तालस भइसक्यो। ल अब घर जाने। बेबीलाई यहाँ वेलकम गर्न ठुलो मम्मी, बेबीको दिदी, बेबीको ठुलो बाबा, यहाँ हजुरआमा, ठुलो बाबा यता, बुवा, अब त हजुरबा ठुलो बा। सानुलाई पिकअप गरेर सानुलाई ल माथि यो चाहिँ यसो टालो सालो धुने मान्छे हो। मैले प्लिज टालो धुन राखेको मान्छे हो। खतरा मान्छे पो। बहिनीको मामा घर बुनु तिमी मामा घर आएको वेलकम गरेको। गणेशजीलाई दर्शन गर, हनुमानजीलाई दर्शन गर। सानो लु सानो गृह प्रवेश गरिन है। हाम्रो घरमा हाम्रो सानुलाई धेरै धेरै स्वागत छ। मै हेर्छिन् हौ, हेर्छिन् टुलु टुलु हेर हो, हेर हेर हेर। अब यता नानी पनि आएको मामा घर। बत मामा घरमा काकी त मामा घरमा बत भगवानको दर्शन गरिन् नानुले परिबाट। भगवानको कृपा बक्स हुन्छ नानीलाई। कारण विशेष हामीले पूजा आजा गर्नु भएन। सानोलाई त्यतिकै वेलकम गरेको।